फाइनली हामी चाहिँ आइपुग्यौँ तर गाडी राख्ने ठाउँ नपाएर तनाव ओए के भनिस् अरे कडा छ त इन्ट्री त कडा छ त हाम्रो जेठाले अर्डर गर्दैछ फाइनली आइपुग्यो मेरो चाहिँ यसले त बजाइसक्यो मेरो चाहिँ मोलेर यसरी खिचडी बनाएर योसँग टक्क खाने आयो चाहिँ ओरे हो आजको खाना चाहिँ सक्यो खानासाना खाइसकेर अब दाजुभाइ चाहिँ सन क्रुज होटल खाङरुङमा भएको चाहिँ एकदम कति यहाँ कोरियाको त्यो टुरिस्ट एट्र्याक्सनको एउटा नम्बर जस टपमै पर्छ है त्यो होइन यो चाहिँ 2-3 चोटि गइसक्यो म चाहिँ अब फर्स्ट टाइम हो त्यहाँ हामीले खाएको जे भएको रक्सीको बोतलहरू यता ल्याएर जम्ल्याएको छ यो चाहिँ हाम्रो जिजु बाजे झुन्डेर पुरै उडिरहेछ फलाम गयो फलामको डेक्स गोर्खेहरूले खाएको बियरको बोतल सबै यता छ म्युजियम हो यो म्युजियम टु म्युजियम के गाँसेर के बनाएको यो जेठा कहाँ छिर्यो कहाँ छिरेको एक्लै डर लाग्छ अरे अब भूत रहेछ त अगाडि त गुलाबी संसारमा आइपुग्यो हामी चाहिँ सुन हेजन ठोकिन्छ हो गुलाबी संसार है यो चाहिँ क्यामेराम्यान मेरो हाम्रो जेठा Oi,
ओ जेठा ओए कता हिँडेको पाङ्खला माछा हिँडेको पाङ्खला माछा त छ कि छैन हौ खोज्ने खोज्ने हो ल ठिक छ मुसा जस्तो बनाएर कहाँ यो फेरि यो के हो यो हे भगवान् के हो यो शक्ति दे भगवान् मलाई शक्ति दे लात्ती हान्छ यो भाइले तँलाई के हो यो पाइपलाई काटेर मङ्गा छ म्युजियम अब हे भगवान् यो बाघको मैले यसको कानसर पुछेर तर कान्छा भाइको गतिलो रहेछ खाउ न है अनि तैँले कहाँ यस्तो बिजोग बनाएर छोड्नुहुन्छ त त्यस्तो नभन् अब जेठाले चाहिँ मैले मोलबासीमा के छ दाउरो काटेर त्यतिकै लडाएर राखिदिएको थिएँ सबै टिपेर ल्याएर टिपेर ल्याएर यस्तो यहाँ पो राखेको हेर त ल सजाएर आर्ट म्युजियम हो आर्ट म्युजियम। पैसातिर छिरेको यही हेर्नुको लागि कति तिरेको अरे 30,000 नेपाल 3,000 लगभग 3,000 आफूले लडाएर राखेको मुढा टिपेर ल्याएर राखेर त्यही हेर्नलाई 3,000 रुपियाँ नेपाली कहाँ जाने त मुखी त्यहाँ बस्नु दामी आउने दामीहरूलाई फोटो खिच्दा ल यहाँ हामी चाहिँ अब हाम्रो चोरीको साइकल लिन जाँदैछौँ साइकल चाहिँ उता रहेछ तर साइकल लिएको होइन साथीले ला भनेर देखाइदिएर भने त चाहिँ त्यो हेर्दै बस् यस्तो भोटा मान्छे चाहिँ हुनुपर्ने हो तर कट्टु लगाएर कट्टु लगाएर चाहिँ फेरि यता ओताल्नु पऱ्यो त साथी नेपालमा मात्रै चुचे बाहुनहरू छ भनेको त कोरियामा पनि रहेछ कहाँदेखि छिर्ने यतादेखि यसको मुनिबाट छिर्ने ठाउँ छ होटल चाहिँ ठुलो छ हौ कलेजबाट जहाँ अब यही देखाउन 13,000 नेपाली तिरेर आउनु त्यो त ठग्ने नि छाउनु चाहिँ यसो बाहिरबाट हेर्दा म त टिलिक्क रहेछ क्या भित्र त के रहेन त है यो अगाडिको नि डेकोरेसन त खासै माथिबाट त फोहोर न फोहोर पो देख्दो रहेछ त मुनिबाट मात्रै पछि यो फुल्ने कहिले हौ यो फुल्ने रातै भएको न दामी हुन्छ कस्तो भएको होइन अरे यो रातै भएको रातै भएको राम्रै हुन्छ त्यतिखेर त बब्बाल हुन्छ नि यतिखेर चाहिँ अलिकति फुस्रो फुस्रै भएर होला मान्छे नि खासै रहेन है तर यसको आर्किटेक्चर डिजाइन चाहिँ बवालै गरेको हो कि मान्छेले एउटा पानी जहाजको सेपमा बनाएको पानी चाहिँ अलिक फोहोर फोहोरै छ
बोर्ड दिएको रहेछ नि माथिको टप यहाँ माथि त जान दिँदैन रहेछ होइन यता यो भित्र चाहिँ किटलिङ सिर्लिङ यसो खेलाउनेहरू किन्ने ठाउँ रहेछ अनि यताको यो चाहिँ अर्को बिल्डिङ सनक्रुजको यो चाहिँ स्विमिङ पुल त्यो पार्क चाहिँ गिटार सेपमा रहेछ अब यो म्युजियमको फोटोमा हेर्दाखेरि चाहिँ only one person allowed to go up right tupame aएको फोटो खिच्ने ठाउँमा जाँदैछौँ ओह्रालो ओह्रालो हेरेर रक्स नयाँ बाटो बनाउँदै रहेछ यति भिड यार के छ केटा सनक्रुज चाहिँ उति मन्दिर भाइ के अरे कसले के खाँदैन अरे ब्लग बनाउनु सुरु गर्नुभयो क्या दिनभरिको भ्लग छ नि सँगै छ हाम्रो जेठा हाम्रो लिम्बू दाजु कताको हुनुहुन्छ अरे इलामको लाठी पूर्वेली या अरे आइस